हामी नेपालीहरूलाई एकदमै मनपर्ने मोमो, चाउमिन, किमा नुडल, रोस्टेड चिकनहरूमा सर्भ हुने हट एन्ड स्पाइसी चिल्ली फ्लेक्स जुन हामीले सजिलै घरमा बनाउन सकिन्छौँ। त्यसको लागि चाहिँ सुक्या खोर्सानी, अदुवा, लसुन हालेर मजाले पानीमा बोइल गरिदिनु। बोइल भइसकेपछि त्यसलाई एकछिन चिसो हुनु छोडिदिनु होला। चिसो भइसकेपछि मिक्सरमा हालेर ग्राइन्ड गर्दै यता साइडमा जिन्जर गार्लिक मैले चप गर्दै थिएँ। यो चाहिँ मसिनो गरेर चप गर्नुपर्छ। चप भइसकेपछि मैले प्यान तताएर तेल हाल्न सुरु गरेँ। तेल पनि एकछिन तात्यो। तातिसकेपछि अघि चप गरेको जिन्जर गार्लिकलाई मैले एकछिन गोल्डन ब्राउन हुन्जेलसम्म फ्राई गरेँ। गोल्डन ब्राउन भइसकेपछि अघि ग्राइन्ड गरेको चिल्ली फ्लेक्स हालेर एकछिन मिक्स गरेँ। चिल्ली फ्लेक्समा भएको पानी चाहिँ हामीले मजाले सुकाउनु पर्छ। यतिको पानी सुकिसकेपछि चाहिँ चिल्ली फ्लेक्सको लागि अब हामी नेक्स्ट स्टेप युज गर्छौँ। त्यसको लागि चाहिँ हामीले थोरै केचप हालेर यसलाई पनि मजाले मिक्स गरेर चलाउँछौँ। चिल्ली फ्लेक्स पाकिसकेपछि अब स्वादअनुसारको नुन तपाईँहरूले हाल्न सक्नुहुन्छ। मैले पनि स्वादअनुसारको नुन हालेँ। भेनिगर या नभए लेमन युज गर्न सक्नुहुन्छ। मैले चाहिँ लेमन युज गरेँ। अब चाहिँ मेरो चिल्ली फ्लेक्स पनि रेडी भइसक्यो। यो चाहिँ लङ टर्मसम्म बिग्रिँदैन, त्यही भएर हजुरहरूले स्टोर गरेर फ्रिजमा पनि राख्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो।